नमस्कार दर्शकबिन, तपाईहरु हेर्दै हुनुहुन्छ कञ्चन मिडिया। यतिखेर हामी कञ्चनपुर जिल्लाको कृष्णपुर वार्ड नम्बर 1 पहरिया कुञ्चागल्ली शिविरमा छौं। यो कुञ्चागल्ली शिविरको बस्तीमा विगत केही दिन अगाडिदेखि आरक्षित पीडितको नाममा विभिन्न व्यक्तिहरू बस्नु भएको छ। आरक्षित पीडितको 2058 सालदेखिको समस्या र विभिन्न 34 वटा आयोग गठन भइसकेपछि आरक्षित पीडितहरूले बेला बेलामा आफ्ना कार्यक्रमहरू गर्दै गए र ती कार्यक्रमहरूमा उहाँहरूका समस्या समाधान हुन सकेनन् र अन्तिम पटकको चरणमा उहाँहरूले श्रावण 22 गतेदेखि रिले अनसनको आन्दोलन महेन्द्रनगर राजमार्ग छेउहरूमा विभिन्न ठाउँहरूमा गर्नुभएको छ। आफ्ना विभिन्न चरणबद्ध आन्दोलनहरूबाट आफ्ना समस्याको सुनवाई नभएपछि अहिले उहाँहरू यो ठाउँमा आएर कुञ्चागल्ली शिविरको यो उत्तरतर्फ उहाँहरू बस्नु भएको छ र यो ठाउँ अब कुनै पनि हालतमा उहाँहरूले छोडेर नजाने बताइसक्नु भएको छ। आज हामी तपाईहरुलाई उहाँहरूको यो विषयवस्तु देखा र उहाँहरूका कुरा तपाईहरुमाझ राख्नका लागि उपस्थित भएका छौं। आउनुस्। धन्यवाद कञ्चन मीडियाका भाइ, हाम्रो आवाज सुनिदिनका लागि यस जंगलसम्म हजुरले पुगिदिएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। हामी ढक्का शिविरबाट आएका हौं। हामीले आरक्षण कब्जा गरेको अहिले 18 वर्ष जति भइसक्यो। हाम्रो सुनवाई भएन। त्यही ठाउँबाट उठाइयो, त्यही अमिन त्यही जमिन भएर हामी बसेका थियौं। त्यहाँ हामीलाई हात्तीको आतंक अनि राज्यको सिटामोल पनि नमिल्ने, सेवा सुविधा पनि कुनै किसिमको नमिल्ने भएको हुनाले हाम्रा नामले पटक पटक राजनीतिक दलले यी वनहरूलाई अंकित गरेको हुनाले हामी आज केन्द्रदेखि जिल्लासम्म, जिल्लादेखि रोडसम्म संघर्ष गर्दै आउँदा नेपाल सरकारले कानुन हावा नपसेको हुँदा आज हामी आफै अमिन आफै जमिन भएर यो जंगल कुकाठको जंगल, यहाँ खाली कञ्जुका साउला मात्रै छन्। यहाँ कसैको नोक्सान हुनेवाला छैन। यहाँका दाजुभाइ दिदीबहिनीहरूले हामीलाई कुनै किसिमको धक्कामुक्की दिएको छैन। यहाँको बस्तीलाई पनि धन्यवाद दिँदै हामी यहाँ जंगलमा शरणार्थी भएका छौं। शहरमुखी आन्दोलन गर्दाखेरि हाम्रो लागि होटलको भात, बोतलको पानी कसैले नपुर्याउने भएकाले हामी आफ्नो शिक्षकहरूले शिक्षाका लागि तलब बढाउन माग गर्छन् भने कर्मचारीहरूले कालोपट्टि लागे तर स्थानीय सरकारमा तलब बढाउँछन् भने आरक्षित पीडितले खुसीको सम्पत्ति माग्नका लागि जंगलमा हामीले राको बालेर आगो बालेर आफ्नो अमूल्य समय यही जंगलमा बिताएर हामी आफ्ना अधिकारका लागि यस ठाउँमा आएका छौं। यसपालि यो आन्दोलन उठाउनुको मुख्य कारण नेपाल सरकारको राज्य उथलपुथल र हाम्रो पनि केही सुनवाई हुन्छ कि भनेर हामी यो जंगल पसेका छौं। अहिले सुशीला कार्की प्रधानमन्त्री हुनुभएको छ। उहाँले हाम्रो मागलाई सम्बोधन गरिदिनु हुनेछ कि भन्ने आशावादी पनि भएका छौं। किन जननी जन्मभूमि आमा हुन्, उनीहरू हाम्रो लालाबालाले पढ्न नपाएको अवस्था 22 वर्षसम्म आरक्षित पीडितको पीडालाई उहाँले बुझ्नुहुन्छ कि भनेर हामीले यो जंगलमा आएका छौं। यहाँको राजनीतिक दलको पनि कान सुनोस्, नयाँ शक्ति ज्यानजीका पनि कान खुलन्। हाम्रो पीडालाई ज्यानजी साथीभाइहरूले पनि सहयोग दिनुहुनेछ र दिनुपर्छ भन्ने आशा व्यक्त गर्दै यहाँका स्थानीय दाजुभाइ सामुदायिक वन, यहाँका सर्वदलीय संयन्त्र कृष्णपुर नगरपालिका मेयर सरलाई पनि हामी आग्रह गर्दछौं, यो ठाउँमा आएर हाम्रो पीडा बुझिदिनुहोस्, हाम्रो समस्याको समाधानका लागि अगाडि बढाइदिनुहोस्, तपाईको राजनीति मन्त्री हुनेसम्म पुग्नेछ भन्ने आह्वान गर्दै हजुरको मिडियाबाट नै हाम्रो यहाँ तुरन्तको तुरन्तै हाम्रो यहाँको मेयर साहबले र यहाँको सामुदायिक वनका प्रतिनिधि, स्थानीय वन, सरकार सबैले हामीलाई तुरन्तको तुरन्तै आउनु पर्यो भन्ने आशामा छौं। हामी 24 घण्टामा अल्टिमेटम दिएको थियो, हामी उठेका छैनौं। यही छ भन्ने खबरदारीका साथ हामी यहाँ उभिएका छौं भन्दै आफ्नो बनाइराख्न चाहन्छु। धन्यवाद।